मान्छेको शरीरमा अब डिम्ब तयार हुन्छन्। त्यसो गर्दाखेरि अब यहाँ के लेख्यो भन्नु सज्जनवृन्द, यतिका सामनेमा पढ्नु पढ्ने अवस्थाको कुरा बताउनु पर्ने। छोरी मान्छेको सन्तान उत्पादन हुनको लागि जस्तै के अरे अग्रिम अरू बखराहरू फुलेर फल लागेको सन्तान उत्पादनको लागि 60,000 डिम्बहरू डिम्ब उत्पन्न भइसकेपछि सन्तान हुनको लागि हो। त्यसो गर्दाखेरि तिनलाई पुष्पवती पनि भन्छ सज्जनवृन्द। अब हाम्रो धर्मशास्त्र अग्रिम राख्दैन बोल्छ। रजवती भएको बेलामा बाहिर सरेको भन्छ, घरका गृह कार्यहरू नगर्ने, सम्पूर्ण भित्रका कार्यहरू गरेर बाहिर बस्ने भन्ने यस्तो लेख्यो। तर हाम्रो ठाउँमा त्यस्तो छोरी मान्छेलाई अवस्था पनि हुँदैन। छोरी मान्छेलाई त्यसरी अन्साएर धेरै टाढा गर्दैनन्। अब यता रोल्पा ढोल्पातिर त एउटा छाउपडी प्रथा भन्छ सज्जन पनि। छाउ भनेको एउटा गोठ